नमस्ते। आज हामी इच्छा यानि डिजायर को बारेमा कुरा गर्दैछौँ, तर अलि फरक तरिकाले। हामी दुई एकदमै भिन्न तर उत्तिकै पावरफुल दृष्टिकोणहरूलाई हेर्नेछौँ। एउटा प्राचीन पूर्वे दर्शनबाट आएको हो भने अर्को आधुनिक पाश्चात्य सोचबाट। ल सुरु गरौँ है त। अब एउटा एकदमै आधारभूत प्रश्नबाट सुरु गरौँ जसले आजको हाम्रो पुरै कुराकानीलाई एउटा दिशा दिन्छ। के इच्छा हामीलाई बाँध्ने एउटा श्राप हो जसलाई हामीले जित्नै पर्छ, वा यो एउटा यस्तो उपहार हो जसलाई हामीले खोल्नुपर्छ, अनलिश गर्नुपर्छ? यो दुविधा मानव अनुभवको एकदमै केन्द्रमा छ। त्यसो भए इच्छा आखिर हो के त? यो कुरा नबुझी अगाडि बढ्न सकिँदैन। आउनुहोस्, यी दुई दर्शनले यसलाई कसरी हेर्छन् त्यहीबाट सुरु गरौँ। एकातिर हुनुहुन्छ गौतम बुद्ध, जसको लक्ष्य हो इच्छाबाट मुक्ति पाउनु, फ्रिडम फ्रम डिजायर, अनि अर्कोतिर छन् डुलुज र ग्वाटारी, जसको लक्ष्य हो इच्छाको स्वतन्त्रता, फ्रिडम अफ डिजायर। देख्दा त यी दुई लक्ष्यहरू आकाश पाताल जस्तै फरक छन्, होइन त? ल, पहिले बुद्धको दर्शनबाटै सुरु गरौँ न त। बौद्ध दर्शनमा इच्छालाई एउटा समस्याको रूपमा हेरिन्छ, यस्तो समस्या जसलाई समाधान नगरी मुक्ति पाउन सकिँदैन। यो एउटा साङ्लो हो जसले हामीलाई बाँधेर राखेको छ। तर यहाँ एउटा कुरा के बुझ्न जरुरी छ भने बुद्धले भनेको इच्छा भनेको हाम्रो सामान्य चाहना होइन। उहाँले तणहा भन्ने शब्द प्रयोग गर्नुभएको छ। यसको अर्थ हुन्छ कहिल्यै नमिटिने प्यास, एउटा गहिरो तृष्णा। यो यस्तो तिर्खा हो जुन जति पिए पनि कहिल्यै मिटिँदैन र यसले दुःख बाहेक केही दिँदैन। र बौद्ध धर्मको यो पुरै तर्क 4 आर्य सत्यमा अडेको छ। यो एकदमै लजिकल छ, हेर्नुहोस् है। पहिलो, जीवनमा दुःख छ, यो एउटा यथार्थ हो। दोस्रो, यो दुःखको कारण के हो त? हो, त्यही तण्णा वा तृष्णा। तेस्रो, तर राम्रो कुरा के हो भने यो दुःखको अन्त्य गर्न सम्भव छ। र चौथो, त्यो अन्त्यसम्म पुग्ने बाटो पनि छ जसलाई मध्यम मार्ग भनिन्छ। यो साङ्लोको अनोलोजीले बुद्धको दृष्टिकोणलाई एकदमै पावरफुल तरिकाले बताउँछ। जबसम्म हामी यो तृष्णाको साङ्लोले बाँधिएका छौँ, हामी यो संसारको चक्रबाट मुक्त हुन सक्दैनौँ। मुक्ति पाउनको लागि यो साङ्लो तोड्नै पर्छ। ल, अब बुद्धको यो विचारलाई एकछिन थाती राखौं र पुरै 180 डिग्री फङ्को मारेर डोलोज र ग्वाटारीको दुनियाँमा प्रवेश गरौं। उनीहरूले इच्छालाई हेर्ने एउटा पुरै फरक, र्याडिकल दृष्टिकोण प्रस्तुत गर्छन्, जहाँ इच्छा समस्या होइन, समाधान हो। उनीहरूको लागि इच्छा भनेको केही कुराको कमी होइन। यो त एउटा फ्याक्ट्री जस्तै हो जसले लगातार केही न केही उत्पादन गरिरहन्छ। इट्स प्रोडक्टिभ। इच्छाले नै वास्तविकताको निर्माण गर्छ। जस्तै एक कलाकारको इच्छाले एउटा सुन्दर कलाकृति